सबैलाई स्वागत छ आजको यो मङ्ने भ्लगमा। हजुरहरूले हेर्दै हुनुहुन्छ आजको यस मध्य दिनको 12 बजेको भ्लग। तपाईहरुले आज चाहिँ माग्ने भ्लग हेर्दै हुनुहुन्छ। आज चाहिँ हाम्रो गाउँघरमा रहेको मकै कसरी गोड्ने भन्ने कुरामा तपाईहरुले सबै भएर हेर्नु सक्नुहुन्छ। आज चाहिँ हामी मकै गोड्दै छौं। आज चाहिँ अलि गोड्दै गोड्दा निकै घाम भएर चस्चा हामी चाहिँ बिसाउने यसो एभोकाडोको फेदमा आएर बसिरहेको छौं। अब चाहिँ हामी खन्न जान्छौं। हामी चाहिँ जम्मा 5 जना छौं खन्ने। 2 बहिनी चाहिँ माथि बिसाइरहनु छन् अनि हामी 3 जना चाहिँ यहाँ आएर टक्क बिसाइरहेको छौं। अब चाहिँ बिसाउने समय पनि सकिसक्यो। अब चाहिँ हामी गएर प्लास प्लुस खनेर फेरि भरे आएर फेरि बस्छ, किनकि आज चाहिँ धेरै घाम छ। त्यही भएर हामी चाहिँ खने गर्न सकिरहेको छैन। धेरै धुलो उडेर ह्यान्डसम मान्छेलाई यस्तो कालो कालो बनाइदियो हैन। यता पनि बोल्दैछ गुइठे। म यहाँ छु। सबैजना लोक्नेहरू मरिसक्यो बाउ। र्याप गाउँदैछ फडा। यो चाहिँ हाम्रो बाबुको घर। अब धेरै मेरो भाइ यहाँ ब्लग सुरु गर्ने चाहिँ मेरो भाइ फेरि आज हो नि त। हो त टक्क यो गुइठे। धेरै लोक्ने मरिसक्यो तेरो पनि बाउ। अब म चाहिँ भन्छु सिमर्ती डबल क्यान्सर। यहाँ माथि 2 बहिनी माथि बिसाइरहेको छु यसरी। हाम्रो गाउँ चाहिँ यस्तो छ। यस्तो हाम्रो गाउँ चाहिँ पुरा यस्तो छ। यहाँ चाहिँ हरियाली छ, घरपरि पातवर छ। ठिक्क तपाईहरु आउनुभयो भने तपाईहरुलाई मजा आउँछ। यहाँ चाहिँ दिनै हावा चलेको गर्छ। घाम पनि ठिक्क समय लाग्छ हैन। अलिअलि गर्मी हावा पनि त्यस्तै छ। खोला पनि नजिकै छ। गएर नुहाउन माछा मार्न सजिलो छ। यहाँ चाहिँ मान्छेहरू चाहिँ निकै मिल्ने छन् हैन। टक्क यसो हैन पहिला रीतिरिवाजहरुमा हैन टक्क यसो बिहा पर्दा सघाउने गर्ने सबै हुन्छ यहाँ चाहिँ हैन। पहिला मान्छेले गरेको सबै गर्छन्, एउटै पनि टुटाउँदैनन् हैन। टक्क मान्छेहरू चाहिँ सबै मिल्ने छन्। तपाईहरु आउनुभयो भने तपाईहरुलाई भगवान आयो भन्दा बेसी तपाईको के भन्ने बस्ने उमा निकै सहयोग गर्छन्। तपाईहरुलाई घुम्न मन छ भने आउनुस्। यही भयो नि हाम्रैमा नि बस्नुस्। हामी तपाईको खाद्यदारीमा केही कमी हुन दिने छैनौं भन्न चाहन्छु। धन्यवाद। भाइले गफलाउँदै जस्तो के छ त भाइ? हो यहाँ चाहिँ हैन टक्क फलफुलको नि कमी छैन। यहाँ एभोकाडो छ हैन टक्क। अनि आमा चाहिँ घरमै निकै हामीहरू चाहिँ 400-500 बोट केरा छ हैन। यहाँ चाहिँ केरा 12 मासे हुन्छ टक्क। चाहिँ एभोकाडोको बोट। यताउता जानु पर्यो भने यहाँ बाइक पनि छ हैन। फाइनल यहाँ चाहिँ बिसाएर खन्न हिँडेको। हामी लागि यति खन्यौँ। यति अरूले चाहिँ खन्दैछन्। म बिस्तारै जाँदैछु। गफ गर्दैछन् माथि बाबु बाबालाई चाहिँ मेरो पर्मेली भुलाउने होइन है बाबालाई। यो चाहिँ हाम्रो घर। यो चाहिँ हाम्रो मकै गर्दैछौँ। यो चाहिँ मेरो पर्मेली। म नसक्ने बोक्नु। कस्तो सुहाउँदो रहेछ है पामेला तपाईँलाई। होइन अघि पनि बोक्छु भनेको मान्नु भएन त। है पर्मेलीहरू छिटो काम गर है। म त नखन्ने। म त भिडियो बनाएर मात्र बस्ने है यसरी। यसरी खन्नुपर्छ मकै। यस्तो मरिरहेछ। खोइ कता हो घाम इसिरी लागिरहेछ। यो चाहिँ एउटा ठगार छ। यो चाहिँ भाइ 2टा बहिनी। माथिसम्म खन्नुपर्ने हामी चाहिँ। यत्रो चाहिँ खन्नुपर्ने। पुरो घाम लागेर गाह्रो भइरहेछ। फाइनल्ली यता हेर त। यता हेर हेर्न।
यहाँ न बहिनी यहाँ हेर्न यहाँ हेर्न भनेको यहाँ हेर्न जिरो यहाँ हेर्न तेरो पसिना हेरौँ न कान्छी यता हेर त तिम्रो पसिना यता हेर न यस्तो उनीहरू यता हेर न यता हेर नि जिरो आमा यस्तो उनीहरू खनिरहेको छ नि म चाहिँ यहाँ मकै खन्दा खन्दा गलेर मैले चाहिँ बिसाउन आएको यस्तो पर मकै खनेर बिसाउन आएर भाइ चाहिँ रुख चढ्दैछ बिसाउनलाई म चाहिँ खेतमा बसेर आँडा खाइरहेको छु बहिनीहरू चाहिँ पानी खान गएर भाइ पानी लिन गएर यस्तो छ हाम्रो गाउँमा दौडिनु ठन्ठाल काम लागिरहेछ पर हामी मकै गोड्नुपर्ने घाम भएर पुरा बिसेर छौँ भाइ मजा चढिसक्यो यहाँ साथीहरू के गर्नु गाउँको काम यस्तै हो फाइनली साथीहरू हामी चाहिँ यति खनेर खाजा खान जान लागेको अहिले खाजा खाने टाइम हाम्रो म चाहिँ खाजा खान जाने बहिनीहरू जाँदैछ म चाहिँ हिँड्दैछु पर्खनु म चाहिँ यहीँ गएको छु जाऊ खाजा खाना जाऊ भाइ खतरा हाल्यो कहाँ हिँडेको रे भाइ हामी कहाँ हिँडेको भाइ हामी कहाँ हिँडेको हामी गली सिक्यो भाइ त नि होइन टी खनेर हामी चाहिँ यहाँ खाजा खाना हिँडेको टक्क थ्याङ्क यू यहाँ दुईवटा भयो यिनीहरू यहाँ भिडियो बनाउने थियो अहिले त खराब हो भिडियोमा क्याप्चर भइगयो मन पऱ्यो भने सम्पर्क गर्नु होला हाम्रो दुईवटा बहिनी दुईवटा होइन सिङ्गिली हो कि अगाडि सिङ्गिलै हो कि आची मेरो क्यामेरामा तिम्रो पनि सिगान पनि निस्क्यो आची हामी चाहिँ खाजा खाँदा जाँदैछौँ दुईवटा बहिनी म यता यो चाहिँ हाम्रो बाउको घर हो होइन भित्रै पस्यौँ कि खाजा खान बोलाउनु भएको भाउजू होइन होला के छ खाजा भाउजू म त खाँदिनँ खाजा यस्तो त के भन्नु हो म त नखाने यस्तो भाउजू अनि मलाई चाहिँ म त यस्तो त खाजा नखाने हाम्रो चाहिँ अर्ग्यानिक खाजा यो चाहिँ हाम्रो भरे भ्लगमा आउँछ है भाउजू भरे हेर्नु होला के अरे तपाईँको देवरको भ्लगको नाम भन्नु न मजाले माग्ने भ्लग यो चाहिँ हाम्रो बाबुको घर लु दिनुहोस् न त खाउँ गाउँको अर्ग्यानिक खाजा जाँड चिया साइली लजाउँदैछ आलु 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 ए आलु आलु ए यहाँ छ आलु कसैलाई छोरा चाहिएमा भन्नु सम्पर्कमा एउटा पन्ठे छ दिने हो ए आलु छ यहाँ थालमा यो चाहिँ छ्याङ यो चाहिँ मेरो यस्तो खाएपछि उता रोइन्छ त मकै खनिन्छ त
भाइ त्यहाँ छ भाइ के ल्याइस् तैँले चाहिँ चिया ल चेस चेसो यसरी खाने हो नि त यसरी भाउजू ल क्यामेरा तेर्छ बाटो क्या ल्याउनु त यो कालीजनको त्यो एक्लो फाइनली हामी चाहिँ सबै गरिसकेर अब छुट्टी लागेको मैमरी खाए बिरानो देशमा गइदिने कोही छैन यत्रो गरियो आजको मकै गोडाइ त मेरो के भने के ह्यान्डसम छ त्यहाँ गफरिया छन् अगाडिका भन न। बहिनीहरू आजको राम्रै छ भन न काम भन न सकियो काम पनि डुबो आज यति बाँकी रह्यो अब भोलिहरूलाई चाहिँ उषा ह्यान्डसम है फाइनली साथीहरू हामी चाहिँ छुटेको अब दिनभरि मकै खनेर यहाँदेखि खन्दै 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 त्यो माथि पुऱ्याएर छुटेको भाइ बहिनी भाइ गर्दैछन् छुट्नुलाई म चाहिँ यहाँ छु अब चाहिँ छुटेको ल त साथीहरू माग्ने ब्लग सब्सक्राइब गर्नु होला लाइक गर्नु होला कमेन्ट गर्नु होला कस्तो लाग्छ भिडियो कमेन्ट गर्नु होला बाई भेट होला